आज म तपाईहरुलाई बुद्धि बङ्गारा अथवा थर्ड मोलरको बारेमा भन्न गइरहेको छु। तपाईको पनि आफ्नो अथवा साथीभाइ घरमा कसैको थर्ड मोलर, बुद्धि बङ्गारा अथवा विजडम टीथको केही प्रब्लमहरु छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला र उहाँहरुसँग पनि शेयर गर्नु होला है त। बुद्धि बङ्गारा भनेको हाम्रो लास्टमा आउने तेस्रो नम्बरको बङ्गारा हो। यो आउने समय भनेको चाहिँ 17 वर्ष कटिसकेपछि जहिले पनि आउन सक्छ, तर नर्मली 17 देखि 21 वर्षमा आउने गर्छ। अब यससँग रिलेटेड समस्याहरू चाहिँ के भइरहेको छ भन्दाखेरि चाहिँ कसैमा चाहिँ यो जको साइज सानो भएर र कसैमा चाहिँ त्यो दाँतको पोजिसन उम्रिने बेलामा दाँतको पोजिसन नमिल्नाले चाहिँ आउँदाखेरि दुख्ने, मुख खोल्न गाह्रो हुने, मुख नै पुरै सुन्निने, सासहरू गनाउने त्यस्तो समस्याहरू लिएर आउनु भएको हुन्छ। अब यसको सल्युसन के त? सामान्य अवस्थामा कहिलेकाहीँ घरमै पनि आफूले के भन्छ रेगुलरली ब्रसिङ गर्ने, मनतातो पानीमा नुन हालेर कुल्लाहरू गरिराख्ने, अनि त्यो एरियालाई मजाले ब्रस गर्ने, हरेक पटक मजाले ब्रस गर्ने, त्यहाँ खाना पस्न नदिने। यति गर्दाखेरि डिस्कम्फर्ट गएन, पेन गएन भने चाहिँ तपाईले दन्त चिकित्सककोमा गएर चेकअप गराउनु पर्ने हुन्छ। त्यो अवस्थामा चाहिँ दन्त चिकित्सकले क्लिनिकल्ली र एक्सरेको मद्दत लिएर सामान्य अवस्था छ भने चाहिँ वरिपरिको मासु काटेर अथवा मेकानिकल्ली त्यहाँ सफा गरेर पनि ठिक पार्न सक्नुहुन्छ। कहिलेकाहीँ केही औषधिहरू दिन सक्नुहुन्छ। एक्सट्रिम केसमा, अब यो एक्सट्रिम केस भनेको चाहिँ तपाईको वर्षमा 2 चोटि अथवा त्योभन्दा बढी तपाईलाई सुन्निने, दुख्ने, पाक्ने भयो भने चाहिँ अब यो दाँत चाहिँ निकाल्नु पर्ने हुन्छ। बुद्धि बङ्गाराले दुःख दिएको कन्डिसनमा अल्टिमेट सल्युसन भनेको निकाल्ने हो, तर सबै बुद्धि बङ्गारालाई निकाल्नु पर्छ त? सबै बुद्धि बङ्गारा निकाल्नु पर्दैन। यदि तपाईको बुद्धि बङ्गारा सिधा आइराखेको छ हैन, वरिपरिको मासु सफा वरिपरि ब्रस गरेर सफा राख्न मिल्ने जस्तो सिचुएसन छ, तल र माथि अर्को अपोजिट बुद्धि बङ्गारा पनि आइसकेको छ, त्यो आइसकेको उम्री राम्रोसँग पलाइसकेको दाँतमा किराले खाएको छैन भने यस्तो अवस्थामा त्यो बुद्धि बङ्गाराले निकाल्नु पर्दैन। तर यो मैले भनेको कुरा बाहेक अरु अन्य अवस्थामा चाहिँ निकाल्नु पर्ने हुन्छ। धन्यवाद।